This video is made for entertainment purpose only. It doesn't mean to hurt any. And don't take it seriously. हेलो एन्ड नमस्कार सबैजनालाई तपाईहरु सबैजनालाई गोपीदा युट्युब च्यानल ब्लगमा धेरै धेरै स्वागत छ। गएको 2 हप्तामा मैले एक एकवटा कन्टेन्ट हालेको थियो, त्यसलाई धेरै मन पराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। What? फेरि पनि तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। गएको 2 हप्ता त फटाफटी 2 वटा कन्टेन्ट बनाएर हालियो, तर यो मेरो युट्युब गर्ने भनेर डिसिसन लिए पछाडिको तेस्रो हप्ता अनि आज यसो बाहिर भ्लग बनाउनु जानु पर्यो भनेर यसो सोचेको, तर यति धेरै च्यालेन्ज छ कि भ्लगिङ गर्ने त हुन्छ नि वातावरण नै छैन क्या। साँच्चै भनेको तपाईहरुलाई कस्तो लाग्छ कुनै हैन, बाहिर निस्कियो कालै बनाइदेला जस्तो चर्को घाम अनि यस्तो भत बोल्ने गरेर गर्मी चाहिँ एकदम महसुस भइरहेछ हैन। अनि यो सायद मलाई मात्रै लागेको हो कि हैन, अब काठमाडौँमा त्यस्तो छ भने झन् तराईतिर त कस्तो होला क्या, इमेजिन क्या। के बोले भाइ? अब के बोले? काठमाडौँमा खासै छैन वातावरण, अहिले एकदम गर्मी छ हैन। अनि त्यो गर्मी भएन, ल गर्मी नभएर थोरै थोरै कुल डाउन भयो भने पनि हैन, ट्याक्क भ्लगिङ गर्न जानु पर्यो, बाहिर जानु पर्यो भने ट्याक्क निक्लिनु पर्छ, सर पानी परिदिन्छ भयो त। प्लिज ये अच्छा पानी पनि ल ठिक छ, छाता बोकेको बेला पानी पर्दैन त भ्लगिङ गर्नको लागि त केही डिस्टर्बेन्स त हुन्थेन होला हैन। अब छातै नबोकिकन हिँडेको बेला दुर्र पानी परिन्छ, लुत्रुके बनाइदिन्छ। ल भ्लग बनाउँछु भनेर निक्लिने बेला पानी नपरे पनि डेस्टिनेसनमा पुगे पछाडि चाहिँ कन्फर्म पानी पर्छ क्या। अनि छ त वातावरण छैन नि। एक काम कर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग के वजह छँदै छैन, कम च्यालेन्जिङ छ। त्यसैले तपाईहरु सबैजनाले सब्स्क्राइब गर्नु होला है त। तरीका है भीख मांगने का। सब्स्क्राइब चाहिँ गरिहाल्नु होला, म राम्रो राम्रो कन्टेन्ट ल्याउने नै छु। अपना काम धंधा ढूंढो कोई, ठीक है? ये क्या है? थ्याङ्क यू सो मच। अनि अब यो भ्लग पनि पुरा हेरिदिनु होला है, यो भ्लग पनि एकदमै राम्रो हुन्छ। हाम्रो भ्लग भन्दा पनि भ्लग प्रोग्राम हो है, भ्लग प्रोग्राम जस्तै टिभीमा आउने जस्तै प्रोग्राम जस्तै बनाउन खोजेको हो हैन। अनि सबैजनाले हेरिदिनु होला, धन्यवाद। नाउ लेट्स स्टार्ट द भिडियो। पर्दाखेरि त काठमाडौँ पनि जापानी जस्तो देखिन्छ है, धुलो पनि उठ्दैन, चिल्लो चिल्लो रोड हैन, सफा निलो आकाश। यो फेरि कुनै जापान होइन, नेपालको के हो, के ठाउँ होला यो ठाउँको नाम? लाजिमपाट हो है, लाजिमपाट। नेपाल गाइस, इट्स जापान। ओए हेलो नमस्ते सबैजनालाई। फाइनली म भिकुडी मण्डपमा आइपुगिसकेँ। आजको प्रोग्राम भने आज हामी भिकुडी मण्डपभित्र जान्छौँ र त्यहाँ विभिन्न भएका त्यो सामानहरू अथवा लुगाहरूको प्राइस सोध्ने छौँ र तपाईँहरूलाई हामीले इन्फर्म गर्नेछौँ है त। सो गएर हेर्नुपर्छ होला। ओए अस्ति नै त अर्कै बनाउने भनेन के छ थाहा हामी बोले? अरे के बनाउने भनेको यार? बिर्सिस? ल यार मैले बिर्सेँ यार, के थियो? मैले चाहेको सामान मैले पाइसकेँ र तिमी पनि सके। त्यसलाई टेस्ट गरेर देखाउने छु अर्को भ्लगमा अर्को हप्ता। त्यतिन्जेलसम्म यस भ्लगलाई हेरेर मनोरञ्जन लिनुहोला, सपोर्ट गर्दै गर्नुहोला। थ्याङ्क यू सो मच। हस्त नमस्ते। सी यू अल नेक्स्ट विक। ए यार मलाई अस्ति नै हामीले त्यो किनेको माइक पो हामीले रिभिल गरेर टेस्ट गरेर देखाउने भनेको थियो यो हप्ता है। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। मलाई कहाँ अर्कै कन्टेन्ट सोचिरहेको छ यार। ल
अब हामी तपाईहरुलाई अस्ति किनेको माइक टेस्ट गरेर त्यसको साउन्ड कस्तो छ भनेर तपाईहरुलाई हामी देखाउने छौं। अब हामीसँग भएको माइकलाई चाहिँ हामी यता टेस्ट गर्न मिल्दैन किनभने यता अलिक सुनसान छ हैन। हाम्रो माइकले चाहिँ खासमा अलिकति साउन्ड चाहिँ फिल्टर आउट गरेर आफ्नो मात्रै साउन्ड सुनाउनु पर्ने चाहिँ हो। सो त्यसैले यहाँनिर चाहिँ पोसिबल छैन। सो त्यो साउन्ड टेस्ट गर्नको लागि चाहिँ अब हामी यता धराराको मुनि चाहिँ जानुपर्ने हुन्छ हैन। अनि एउटा वेयर कुरा चाहिँ के हो भने हैन वरिपरिको मान्छेहरूले मलाई हैन ट्याक्क अलिअलि हेरिरहेछ, अलिअलि मलाई लाज पनि लागिरहेछ। मलाई पनि थाहा छ नि अहिले यहाँनिर एउटा विदेशीले चाहिँ ट्याक्क लगाएर भिडियो बनाउँदै हिँडेको भए आइएम ए बिग फ्यान भन्दै सब्सक्राइब गरी मगाइदिन्थ्यो होला होइन। अब ठिकै छ, अब नेपालीले जिस्काउने भनेकै नेपालीलाई नै त हो। ल अब हामी चाहिँ फाइनली यहाँनिर मेन रोडमा आइसकेका छौँ होइन। अब यहाँ माथि ब्रिजमा गएर त्यो ब्रिजमा गएर चाहिँ म यहाँनिर चाहिँ माइक टेस्ट गर्छु। अब त्यो टेस्ट गर्दाखेरि चाहिँ त्यसले यो गाडीको साउन्ड हर्नहरूलाई चाहिँ फिल्टर आउट गरेर मेरो मात्र सोचिन्छ कि नै भनेर चाहिँ म टेस्ट गर्छु। यदि त्यसले चाहिँ फिल्टर आउट गर्यो भने होइन त्यो अब भनौँ न फिल्टर आउट गरेर मेरो मात्रै आवाज राम्रोसँग सुनियो भने त मनी वर्थ नै भयो, इन्भेस्ट गरेको मनी होइन। अब यदि साउन्डै फिल्टर आउट राम्रोसँग गरेर भने चाहिँ मेरो पैसा घेर गयो होइन। अब स्क्याम त भन्दिनँ किनभने मेरो पनि फर्स्ट टाइम नै हो यस्तो खालको सामान किनेको होइन। त्यसैले स्क्याम भन्नु मिल्दैन। सो इट्स गन बी रेडी फन त्यहाँ माथि गएर टेस्ट गर्दाखेरि। अनि अब पानी पर्ला जस्तो भएर छ, त्यसैले यो टेस्ट गर्नलाई चाहिँ एकदम चाँडो रस गर्नुपर्छ होइन। अनि पानी पऱ्यो भने चाहिँ फेरि अर्को विक कुर्नुपर्छ। सो यो विकको चाहिँ मलाई जहाँसम्म लाग्छ त्यतिसम्म चाहिँ इन्ट्रेस्टिङ नहोला किनभने दिस इज रिभिलिङ भ्लग होइन। सो हेर्नु होला, इन्जोय गर्नु होला। सो हामी पनि अब वी आर नट अ एक्सपर्ट भ्लगर, हामी पनि अब यो भ्लग प्रोग्राम बनाउने अनि सिक्ने क्रममा नै हो। सो त्यति त कन्सिडर गर्नुपर्छ होला है त। कस्तो थालेको हो हिँडेर आउँदाखेरि फाइनली हाम्रो डेस्टिनेसनमा म आइपुगिसकेँ होइन। अब यो चाहिँ हाम्रो बिफोर माइक टेस्ट हो। पक्कै पनि साउन्ड कस्तो झुल सुनिरहेको होला होइन। मेरो साउन्डभन्दा पनि गाडीको टिकट र हर्नको टिकट सुनिरहेको होला। अब लेट्स सी अब हाम्रो माइक युज गरे पछाडि कस्तो देखिन्छ लेट्स सी होइन। माइक साउन्ड टेस्टिङ हो हाम्रो। ओके अब चाहिँ मैले यहाँ माइक कनेक्ट गरिसकेँ होइन। अब अलिक टाढाबाट बोल्दाखेरि पनि राम्रोसँग क्लियर सुनिनु पर्छ होइन। अब यति गाडीको हर्न पनि यो भिडियोमा सुन्नु हुँदैन। यदि गाडीको हर्नहरू अनि गाडीको भुइँहरू सुन्यो भने चाहिँ यो साउन्ड यो माइकको क्वालिटी चाहिँ अलिकति राम्रो छैन भनेर बुझिन्छ होइन। यो कम्पनी भनेको चाहिँ जेमरी है, जेमरी भन्ने कम्पनी हो होइन। अनि पसलको दाइले पनि हामीलाई बिक्री गर्दाखेरि चाहिँ अहिले चाहिँ प्रायः जस्तो बिगिनर्स अथवा लर्नर्सहरूले चाहिँ यही माइक नै युज गर्छ भनेर भनेको छ होइन। लेट्स सी कस्तो सुनिरहेको छ होला भनेर हामी पनि यहाँ सुन्छौँ। अब यो माइकमा चाहिँ दुईवटा खालको मोड रहेछ होइन। एउटा मोड चाहिँ निलो रहेछ, अर्को मोड भनेको चाहिँ पर्पल रहेछ। अनि त्यो पर्पलको मोड भनेको चाहिँ अलिकति इको पनि हुँदो रहेछ त्यसमा, अनि अलिक वरिपरिको साउन्ड पनि अब्जर्भ गर्दो रहेछ होइन। आइएम सरी एक्चुली पर्पलको चाहिँ निलोको चाहिँ वरिपरिको साउन्ड एब्जर्भ गर्ने र इको फाल्ने रहेछ। अनि अब पर्पलमा चाहिँ अब टेस्ट गर्दैछौँ होइन। यो पर्पल मोडमा नै पर्पल लाइट बालेर पर्पल मोडमा नै यहाँनिर बोलिरहेको छ होइन। अब चाहिँ साउन्ड क्लियर हुनुपर्छ। यदि अब चाहिँ साउन्ड क्लियर भएन भने चाहिँ मैले जति रुपियाँ तिरेको छ त्यो चाहिँ वर्क हुँदैन होला। मलाई जहाँसम्म लाग्छ साउन्ड क्वालिटी त्यति राम्रो चाहिँ आएको छ जस्तो मलाई लागेन। हामीले पनि त्यसरी टेस्ट पनि गरेन होइन, अहिले रिसेन्टली टेस्ट गरिरहेको छौँ। सो लेट्स सी अब के हुन्छ। यो बोलेको रेकर्डिङ कस्तो भयो भने हामी सुन्छौँ अनि लास्टमा तपाईँहरूलाई फिडब्याक दिन्छौँ है त। माइक टेस्टिङ गरौँ भनेको अब पानी परेर डिस्टर्बेन्स भयो। अब साउन्ड पनि सुन्न पाएन है प्ले गरेर। अब एकछिनमा प्ले गरेर चाहिँ साउन्ड सुन्नुपर्छ होला अनि कस्तो रहेछ अनि फिडब्याक तपाईँहरूले दिनु होला कमेन्ट सेक्सनमा। तपाईँहरूले कमेन्ट सेक्सनमा फिडब्याक दिनु भएन भने हामी बुझ्दैछौँ साउन्ड क्वालिटी नराम्रो रहेछ भनेर।